गाउँ हो। त्यहाँ पछाडि चाहिँ बादल कस्तो दामी देखिरहेको रहेछ है। दाजुभाइ अब कुन बाटो जाने सल्लाह हुँदैछ। आजको यात्रा चाहिँ गन्तव्यविहीन यात्रा हो। हामी 4 बाटोमा आएर कता जाने भन्ने सोच हुँदैछ। कता जान्छौँ हामी? ए हो ल लाग्दै भयो नि त। गन्तव्यविहीन यात्रा होइन आजको। ल ल ल जाउँ 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 जाउँ। हामी चाहिँ बाटो फाइनल्ली हराइसकेको छौँ। त्यसपछि चाहिँ वरिपरिको दृश्य निहाल्दै जाँदैछौँ हामी चाहिँ। ओ कति मिनटमा पुगिन्छ अरे सालबारी? यो ताराले त बिर्तामठ पुगिँदैन होला रातिसम्म हो र। फेरि पनि दो बाटो आइसकेको छ। टिकट काट्ने कार्यक्रम हुँदैछ। फाइनल्ली भित्र छिर्दैछौँ। हो रहेछ हाम्रो त नि हो रहेछ यार। सबै जोडी जोडी मात्रै छ त यार। गाह्रो पऱ्यो त हो दाजुभाइलाई। सब कपल्स मात्रै आउँदो रहेछ। करिब 4-5 वर्ष पछाडि आउँदा निकै परिवर्तन भएछ। म आउँदा चाहिँ यो टाइल्सहरू केही थिएन। पानी चाहिँ हल्का सुके जस्तो देखियो। ल अब नजारा देखिसकिहाल्नुहुन्छ है। यो के भन्छ होला सालबारी झिल भन्दो रहेछ नि यता त। यस्तो रहेछ ठाउँ चाहिँ। बिस्तारै फाइनल्ली हामी चाहिँ यहाँ दाजुको सर्भिसिङ हुँदैछ होन्डामा। बाहिर पर्खेर बसिरहेको छु। पानी चाहिँ एकदम निलो देख्न सक्नुहुन्छ है। सो आजको लागि भिडियो चाहिँ यति नै। मेरो चाहिँ बुद्धिभङ्ग र दाँत पलाएको हुनाले एकदम बोल्नलाई गाह्रो असहज भइरहेको थियो। गाला पनि हल्का सुनिरहेको थियो। सो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला र अर्को भ्लगमा भेटौँला। बाई, सी यू।